Yo, what's up, folks? Welcome to the day 12 of the Costco Block 365 day challenge. Let's go. हैन अनि त्यहाँबाट म काममा गएको थिएँ, कामबाट आएँ अनि यताउति काम गर्दा फेरि म डुल्न निस्किदिइहालेँ हैन। के छ र अब डुल्नेमा बितिरहेछ आजभोलि चाहिँ भने त्यस्तै हो। देखेन हो अहिले त अघि न भएको भए चाहिँ देख्यो होला। अहिले त अलिक धेरै डार्क भइसक्यो नि त। सो हेलो गाइजहरू, हेलो गाइजहरू। ओके होइन म डुल्न आइसकेको थिएँ अनि त्यहाँबाट यसो कता आइदिउँ भएको थियो। अब टाढा जान टाइमै भएन के होइन। सो म आइसकेँ यता साइडमा यहाँ सुरुङ मार्ग रहेछ ओके। एक्ज्याक्टली मलाई कहाँदेखि कहाँसम्म पनि थाहा छैन, जस रहेछ रहेछ तर कहाँदेखि कहाँसम्म थाहा छैन। सो यसो हेरिदिउँ होइन यहीँबाट झलक्क। खासमा त म डुल्न निस्केको हो अनि आउँदै बाटोमा परिस्थिति हेर्नै पऱ्यो सिम्पल। अनि त्यहाँबाट खोइ आजभोलि चिसो नि घटिसक्यो हो भने त्यस्तो धेरै वाइल्ड, पहिला चाहिँ वाइल्ड फिल भइदिन्थ्यो, अहिले छैन हौ। हावा नि कम भइदिएर होइन। आज एक दुई दिन हो कि खै हुनसक्छ ओके। अनि त्यहाँबाट अब मैले होइन फ्ल्यास बालेको छु अनि आँखामा फेरि अब जहाँनिर मैले पढ्न सक्छु त्यहाँनिर कालो थोप लगाइदिन्छ क्या। त्यो गाह्रो छ पढ्नलाई ओके। यहाँ रहेछ है यो, खोइ कहाँ हो अब मैले एक्ज्याक्टली यहाँ छ सुरुङ चाहिँ होइन। यहाँ छ क्या, खै मलाई पनि थाहा भएन कहाँदेखि कहाँसम्मको। मैले पढ्नु चाहिँ कतातिर बोर्ड चाहिँ पढेको हो होइन, तर बिर्सिसकेँ क्या मैले। हेरौँ अब के हुन्छ। जाउँ अनि केही छैन जस्तो नयाँ नौलो भनेको। अस्ति फ्राइडे र स्याटरडे गुडिया हो, अरू त खासै केही पनि छैन। अब यो विक यसरी नै बित्छ मेरो। अब नेक्स्ट फ्राइडे कि सन्डे आउनु परिहाल्यो होइन अब डुल्न जानलाई। यस्तै त हो नि, गाह्रो छ यही चाहिँ सुरुङ मार्ग त्यहाँ हो होइन, त्यही त हो। अनि डुलो जाउँ, जता पुग्छ त्यति गइदिउँ। गफ गरौँला यसो होइन। अब भेटघाट भने त्यस्तै हो, गफघाट चाहिँ पक्कै नै गरिन्छ भेटिसकेपछि। तर अहिले होइन मैले के भइरहेछ थाहा, अगाडि केही देखेकै छैन क्या। आँखामा दामी खालको फ्ल्यास बलिरहेछ अनि एट द सेम टाइम झनै डार्कवाला क्या पुरै होइन। के देखिरहेकै छैन। म आइसकेँ अब मेबी अब आउने होइन फ्राइडे स्याटरडे सन्डे त्यतिखेर म खाली हुन्छ होला। त्यतिखेर फेरि डुल्न जानुपर्छ अलि होइन। फ्राइडे स्याटरडे नडुलेर कहिले डुल्नु म सधैँभरि होइन। अलिकति एक्साइटेड भएर बस्नुपर्छ क्या यस्तो कुरामा चाहिँ होइन। काम त छँदैछ, काम त गरौँला नि के छ र होइन। काम त डुल्नु गर्नु परिहाल्यो यताउति यसो। अनि एक दुईजनाले नामै पुरै डुलुवा राखिदिइसक्यो होइन। अनि यताउति अनि कोही मान्छेहरूले चाहिँ यताउति बिग्रियो ब्ला ब्ला। रमाइलो यसलाई भन्छ के, रमाइलो। आँखामा हेरेर भनिदिन्छु रमाइलो भन्छ यसलाई होइन। अरूको रमाइलो नि देखिसक्दैन यार, के भन्नु फेरि। मैले त्यो मनमा लिएर भने होइन फेरि जसलाई गएको फनी वेमा भन्दा जे लाग्छ मनले त्यही गरिदिने, मुखमा आउँछ मैले त्यही भनिदिने। स्क्रिप्ट छैन केही मेरो पारा जहिले यही, बाटो छ अँध्यारो अघि देखा छैन केही, जस्तो लाइक द्याट ओके होइन। अब जाँदाखेरि अब के भन्छ राइम हाने ओके। यहाँ आइदियो बाइक म हिँडेँ हल्का साइड, हान्दै भन्ने ब्याङ फेरि हुन्छ धेरै ल्याङ ओके। अलि मिनिङफुल हान्दा नि दामी मजा आउँछ लाग्यो। अहिले जत्तिकै राई मिलाइदिएको होइन। अनि त्यहाँबाट म टक्क डुलेर अनि फेरि रुम पनि आइसकेँ। अनि माथि बसेर यस्तो फेरि गफ गरिदिउँ न होइन। अनि त्यहाँबाट फेरि होइन के भइरहेछ भन्दाखेरि फ्राइडे र स्याटरडे चाहिँ अलिकति बाहिर हुन्छ, त्यही भएर अलिकति रमाइलो भएर हुन्छ नि त नि। अनि फेरि अरू सबै डेजहरू म नर्मली नै यताउति गरेर आउँछु नि। सो काइन्ड अफ बोरिङ राइट। बोरिङ भए पनि पुरै होइन मजाले हेरिदिनु होइन। फ्राइडे स्याटरडे फेरि रमाइलो भइहाल्छ, त्यही हो।
अरू कुरा भने त्यस्तै छ, चल्दैछ, चलिरहेको देखाउँदैछु, भइरहेको छ, भइदिन्छ के। अनि त्यहाँबाट दामी पाराले होइन त्यस्तै हो गाइज। अन्त आज च्यालेन्जको डे 12 पनि कम्प्लिट। थ्याङ्क यू सो मच फर वाचिङ कसको ब्लग। सी यु इन द नेक्स्ट भिडियो फोक्स। यो